साउथमा भएको चेपेस्ट युनिभर्सिटी चाहिँ कुन हो त? तपाईँले साउथ कोरियामा जुनसुकै लोकेसनमा युनिभर्सिटीमा अप्लाई गरे पनि तपाईँको ट्युसन फी चाहिँ तपाईँले सोच्नु भएको भन्दा पनि धेरै अफोर्डेबल रेन्जमै पाउनुहुन्छ। र अफोर्डेबल ट्युसन फीको साथसाथै युनिभर्सिटिजहरूले स्कलरसिप पनि प्रोभाइड गर्छन्। र यदि तपाईँहरू सौनले अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने फर्स्टमा चाहिँ रेफरेन्स चेक गर्नुहोस्। यदि तपाईँको फ्रेन्ड्स अर फ्यामिली मेम्बर्सले चाहिँ अप्लाई गर्नुभएको छ भने फर्स्टमा उहाँहरूबाट रेफरेन्स लिनुहोस्, जसले गर्दा तपाईँलाई उता गएर सेटल्ड हुन, जब पाउन र एकोमोडेसन बुझ्न धेरै सजिलो हुन्छ। र सौलमा अप्लाई गर्दाखेरि चाहिँ तपाईँहरूले सौलको गुड टर्म्स र ब्याड टर्म्स बुझ्न चाहिँ धेरै नै जरुरी छ। र गुड पोइन्ट चाहिँ के हो भने यदि तपाईँले सौलमा अप्लाई गर्नुभयो भने चाहिँ तपाईँसँग मल्टिपल युनिभर्सिटिजहरूको चाहिँ अप्सन अभाइलेबल हुन्छ। र तपाईँको प्रोफाइल ब्याकग्राउन्ड पनि राम्रो छ, आइएलटिएस स्कोर हाई छ, ग्याप इयर पनि छैन र तपाईँको जिपिए पनि राम्रो छ भने तपाईँले राम्रो अमाउन्टमा पनि स्कलरसिप पाउन सक्नुहुन्छ। र सौलको बेस्ट पार्ट चाहिँ के हो भने तपाईँले सौलमा जब अपर्च्युनिटिजहरू चाहिँ इजिली नै पाउनुहुन्छ। ब्याड पोइन्ट चाहिँ के हो भने अरू सिटीको तुलनामा सौलको लिभिङ एक्सपेन्सेस चाहिँ हाई नै छ र तपाईँको अकोमोडेसन र ट्रान्सपोर्टेसनको कस्ट पनि हाई नै छ। र तपाईँहरू साउथ कोरिया स्टडी अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने मार्च लास्ट अप्रिलबाट एप्लिकेसनहरू चाहिँ स्टार्ट भइसकेको छ। त्यसैले ढिला नगरी पोलार एजुकेसन भिजिट गरेर आफ्नो एप्लिकेसन प्रोसेस चाहिँ स्टार्ट गर्नुहोस्।